ल नमस्कार साथीहरू। अब बेलुकाको यहाँ खाली छ है। बेलुकाको म नपकाइकन खाने सिस्टम म बताउँदैछु तपाईँहरूलाई। बेलुका त हल्का फुल्का खाएर पनि हामी सुत्नु सकिन्छ है। अनि दिउँसो चाहिँ अब हामी काम गर्नुपर्छ, त्यही कारणले गर्दाखेरि हामी दिउँसो खाना खानु जरुरी छ है। खाना रोटी खानु जरुरी छ, तर बेलुका चाहिँ हामी यसो हल्का फुल्का खाएर हामी सुत्नु सकिन्छ। त्यही कारणले गर्दाखेरि म नयाँ तरिका तपाईँहरूलाई बताउँदैछु। तपाईँहरू हेर्नुहोस् ल, अनि सिक्नुहोस् है। लाइक कमेन्ट गर्नुहोस् है, भिडियो के कस्तो लाग्छ। यो चाहिँ मुराई हो, हेर्नुहोस् है। यसरी मुराई छ यहाँ हो, ए मुराई तपाईँहरूलाई मैले चडक्कै देखाइरहेको छु यहाँ। यो मुराई भयो हो। यसको साथमा तपाईँको यो भिजाको चाना हो, भिजाको चाना। यसलाई पनि चिसो पानीमा भिजाउँदा भइहाल्छ। भिजाको चाना हो यो, यसरी हाल्ने हो भिजाको चाना, चडक्कै हो। यसरी भिजाको चाना हाल्ने हो यहाँ। त्यहाँबाट यो दुईटालाई यसरी मल्नुपर्छ है। यो दुईटालाई चाहिँ यसरी मल्नुपर्छ, यसरी मिक्स गरेर। यहाँ हेर्नुहोस्, मैले मिक्स गरिसकेँ है। त्यहाँबाट यसमा चाहिँ के आइटम हाल्नुपर्छ भनी तपाईँहरूलाई म बताउँदैछु। आइटम चडक्कै तपाईँको यहाँ मैले यहाँ दुई तिनवटा आइटम काटेर राखेको छु। यो काँक्रा भयो, यो टमाटर, यो प्याज, यो निम्बु काटेको। यहाँ चाहिँ तपाईँको डल्ले खोर्सानी र लसुन छ हो। यसलाई चाहिँ अब म तपाईँहरूको अगाडि म चडक्कै यसरी यहाँनिर लगाउँदैछु हो। काँक्रा चटक्कै। भाँडा पो अलिक सानो हुने रहेछ जस्तो छ। अहिले म थालमै खन्याउँछु। चडक्कै यहाँ यसरी लगाउने हो, यसरी मिक्स गरेर लाउने हो। त्यहाँबाट टमाटर पनि लाउने हो माथिबाट यसरी। त्यहाँबाट प्याज पनि लाउने हो यसरी हो, यसरी लाउने हो। अनि यो जुन निम्बु काटेको, अनि लसुन र डल्ले खोर्सानी पनि यसरी लाउने हो माथि चडक्कै। देख्नु हुँदैछ होला नि यहाँ। थाक भयो निकै ठुलो थाक भयो यहाँ, हेर्नुहोस् थाक भयो यहाँ हो। अनि यसमा के गर्नुपर्छ भने माथिबाट नुन यसो गरेर छर्किनुपर्छ हो। अलिअलि यसो कति खानु सक्दो त्यति नुन चाहिँ यसरी छर्किनुपर्छ चटक्कै। त्यहाँबाट चाहिँ यहाँनिर अलिकति रङ पनि छ, कलर पनि यसरी छर्किनुपर्छ हो। कलर पनि यसरी छर्केर चाहिँ त्यहाँबाट यसलाई मिक्स गर्नुको लागि चाहिँ म यही थालमै खनेर मिक्स गर्छु। आज एकदमै यो हल्का खाना हो, यहाँ थालमै खनेर मिक्स गर्छु। यो भाँडा सानो भयो त्यही भएर। भाँडा सानो त थालमा त पुरा निकै पो हुने रहेछ त। यहाँ हेर्नुहोस् है, तपाईँहरूले देख्नु सक्नुहुन्छ। यहाँनिर हेर्नुहोस्, मिक्स। आज बेलुकाको चाहिँ मेरो चाहिँ बेलुकाको डिनर यही हो, हल्का फुल्का। 1.5 केजी जस्तो छ होला हौ, झन्डै यसो विचार गर्दा चाहिँ। खाइसकेपछि तपाईँहरूलाई म देखाउँछु ल। भिडियो चाहिँ के कस्तो लाग्छ एकदमै लाइक कमेन्ट सेयर गर्नुहोस् है। यो चाहिँ नपकाइ खाने सिस्टम हो, एकदमै नपकाइकन खाने सिस्टम। यसलाई चाहिँ केही चाहिँदैन, तपाईँको ग्यास बिजुलीहरू केही पनि चाहिँदैन। यो चाहिँ खालि यसलाई के चाहिन्छ भने पानी चाहिन्छ। अनि पानीमा चाना भिजाउनु पर्यो हो। त्यहाँबाट यसलाई सलादहरूको आइटम चाहिन्छ, काँक्राहरू, प्याज, टमाटर, नुन, खोर्सानी, निम्बु यसरी मिलाएर चाहिँ बेलुका चाहिँ हामी हल्का फुल्का खाना खाएर सुत्नु सक्छौँ बिहान चाहिँ। अनि दिउँसो चाहिँ हामी खाना अथवा रोटी
खानुपर्छ, किनभने काम गर्नुपर्छ तागतिलो। त्यही भएर चाहिँ बेलुकाको लागि चाहिँ सुत्नु मात्रै हो। त्यही कारणले गर्दा हल्का फुल्का खाना खाएर हामी सुत्नु सकिन्छ। अब सुरु गर्ने है। भिडियो चाहिँ के कस्तो लाग्छ एकदम लाइक कमेन्ट गर्नुहोस् है ल। ल मैले पे पनि गरेँ। अब म चाहिँ सुरु गरेँ है। नुन भुटुन के कसो भयो लाइक कमेन्ट गर्नुहोस् है साथीहरू ल। टेस्टी एकदम टेस्टी हो। सक्नु आँटे। भिडियो चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट गर्नुहोस् है, सेयर गर्नुहोस्। यो चाहिँ एकदमै नपकाइ काँचै खाने सिस्टम हो। अब सक्नु आँट्यो। सक्नु आँटे। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नुहोस् है। फिनिसिङ हुनु आँट्यो। यो चाहिँ नपकाइ खाने आइटम। भिडियो चाहिँ एकदमै लाइक कमेन्ट सेयर गर्नुहोस् ल। नपकाइ खाने आइटम है यो चाहिँ, बेलुकाको सुत्ने बेलामा खाने आइटम। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नुहोस् है साथीहरू ल। हुन्छ, अहिले यति नै।